ओम श्री परमात्मने नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। श्रीमते सर्वविद्यानां प्रभवाय सुब्रह्मणे आचार्याय मुनीन्द्राय निम्बार्काय नमो नमः। संसारभर छरिएर रहनुहुने समस्त सनातन हिन्दू धर्म संस्कार संस्कृतिका समुपासक भक्तवृन्द, यहाँहरू सनातन हिन्दू धर्म प्रति आस्था दृढ विश्वास राख्दै आफ्ना सिद्धान्त अनुसार आध्यात्मिक साधनालाई चिरन्तन अभ्यास गर्दै आउनुभएको छ। यहाँहरूको आध्यात्मिक साधनालाई म आफ्नो अन्तर्हृदयबाट सामूहिक अभिनन्दन गर्न चाहन्छु। जय श्री राधे। भक्तवृन्द, यहाँहरूका समक्षमा हामी एकादशीको श्रृङ्खलामा जोडिएका छौँ र आज चाहिँ यहाँहरूका समक्षमा श्रावण महिनाको कृष्ण पक्ष कामिका एकादशीको महिमालाई लिएर उपस्थित भएका छौँ। यो एकादशीको महिमालाई हामी पद्म पुराणको उत्तराखण्डबाट यहाँहरूका समक्षमा प्रस्तुत गर्दैछौँ र युधिष्ठिर महाराज र श्रीकृष्णका बीचको यो पवित्र संवाद हो एकादशीको। र युधिष्ठिर महाराजले प्रश्न गर्नुहुन्छ। आउनुहोस् अब विषयमा प्रवेश गरौँ। युधिष्ठिर महाराजले प्रश्न गर्नुहुन्छ, श्रावणस्य शीते पक्षे किं नाम एकादशी भवेत् तन्न कथया गोविन्द वासुदेव नमस्तुते। हे भगवान, हे गोविन्द, श्रावण महिनाको कृष्ण पक्षको एकादशीको नाम के हो, मलाई बताइबक्सियोस्। हजुरलाई नमन छ भनेर भगवानलाई नमन गर्दै प्रश्न गर्नुभयो। भगवान श्रीकृष्णले भन्नुभयो, शृणु राज प्रवक्ष्यामि आख्यानं पापनाशनं यत्प्रोक्तं ब्रह्मणा पूर्वं पृच्छते नारदाय वै। हे राजा युधिष्ठिर, तपाईँले जुन प्रश्न मलाई गर्नुभयो त्यस्तै किसिमको प्रश्न पूर्वकालमा ब्रह्माजी समक्ष देवर्षि नारदजीले पनि प्रश्न गर्नुभएको थियो र देवर्षि नारदजीले ब्रह्माजीलाई के प्रश्न गर्नुभयो र ब्रह्माजीले कस्तो जवाब दिनुभयो त्यो म सुनाउँछु भनेर भगवान भन्नुहुन्छ। देवर्षि नारदजीले कस्तो प्रश्न गर्नुभयो त्यहाँबाट उठान गर्नुहुन्छ भगवानले। देवर्षि नारदजीले प्रश्न गर्नुभयो, भगवान श्रोतुमिच्छामि तत्तोऽहं कमलासन श्रावणस्य शीते पक्षे किं नाम एकादश भवत्। हे कमलासन, हे ब्रह्माजी, हजुरका मुखारविन्दबाट म श्रावण महिनाको एकादशीको महिमा श्रवण गर्न चाहन्छु। एकादशीको नाम के हो? को देवा को विधिस्तस्य किं पुण्य कथय प्रभु। हे प्रभु, विधि के हो एकादशीको, पुण्यको बारेमा पनि बताउनुहोस्। अब देवर्षि नारदजीका वचन सुनेर ब्रह्माजीले भन्नुहुन्छ, ब्रह्मोवाच शृणु नारद ते वच्मि लोकानां हितकाम्यया श्रावणैकादशी कृष्ण कामिका नाम नामतः। देवर्षि नारदजी, म लोकको हितकै लागि कामिका एकादशीको उपाख्यान सुनाउँछु। श्रावण महिनाको एकादशीको, श्रावण महिनाको कृष्ण पक्षको एकादशीको नाम हो कामिका। श्रावण एकादशी कृष्ण कामिका नाम नामतः। अस्य श्रवण मात्रेण वाजपेय फलम लभेत। जो परापूर्व कालमा सत्य त्रेता युग आदिमा वाजपेय यज्ञ हुने गर्दथ्यो। अब कलिकालमा त्यो यज्ञ टाढाको कुरा भयो, गर्न पनि नसक्ने यज्ञहरू। त्यतिखेरका जस्ता ठुला ठुला यज्ञहरूको फल अश्यम यजति देवेशम शङ्खचक्र गदाधरम। श्रावण महिनाको कृष्ण पक्ष कामिका एकादशीमा व्रतालुले व्रत लिएर शङ्ख चक्र गदाधारी भगवानको श्रीधरा, जो उहाँको नाम हो, हरि हो, विष्णु हो, माधव हो, मधुसूदन हो, यस्ता नाम उच्चारण गरी गरी जसले पूजा गर्दछ, श्रद्धा र भक्ति ध्यान गर्दछ एकादशीमा भनेदेखि त्यसको पुण्य अनन्त हुन्छ। त्यसबारेमा सुन्नुहोस् भन्नुभयो। पूजायत ध्यायते यो वै तस्य पुण्य फलम शृणु। न गङ्गायं न काश्यं च नैमिषे न च पुष्करे तत्फलम समवाप्नोति यत फलम कृष्ण पूजनात्। तपाईँ हामी
काशीमा गएर गङ्गा स्नान गर्छौँ, नैमिषारण्य क्षेत्रमा गएर स्नान गर्छौँ, पुष्कर क्षेत्रमा स्नान गर्छौँ र त्यसबाट जति फल हामीलाई प्राप्त हुन्छ नि, यदफलम कृष्ण पूजनात्, जो भगवान श्री कृष्णको यानी भगवान का अनन्त नाम छन्, भगवान विष्णु कृष्ण हरि जे भगवानका नाम अनन्त नाम मध्येमा आफूलाई प्यारो जुन नाम लाग्छ त्यही नाममा पूजन गर्यो भने त्यही समान फल प्राप्त हुन्छ भनेछ। तत्फलम समवाप्नोति, त्यही फल प्राप्त हुन्छ भनेछ। गोदावरीयम गुरो सिम्मे व्यतिपाते च दण्डके, त्यस्तै हामी पुण्य आर्जन गर्नका लागि विभिन्न तीर्थमा जान्छौँ। जस्तै गोदावरीमा गुरु बृहस्पति सिंह राशिमा प्रवेश गरेका बेलामा गोदावरीमा स्नान गर्नु फलदायी भनेको छ। व्यतिपातमा दण्डकारण्यमा गएर स्नान गर्नका लागि फलदायी भनेको छ। वास्तवमा त्यो अवस्थामा हामी त्यहाँ पुगेर गर्न सक्छौँ सक्दैनौँ, तर त्यति नै फल चाहिँ हामीले कामिका एकादशीका दिन भगवानको पूजा गर्दाखेरि उपासना गर्दा फल प्राप्त गर्दछौँ भनेर ब्रह्माजी बताउनुहुन्छ। फलम समवाप्नोति तत्फलम कृष्ण पूजनात्, कृष्ण पूजनात् तत्फलम समवाप्नोति। जो तीर्थ आदिमा जो बताइएका तीर्थहरूमा गर्दाखेरि जो फल हुन्छ तीर्थ गर्दा त्यही फल चाहिँ एकादशीबाट प्राप्त हुन्छ भन्नुभयो। ससागर वनोपेतम यो ददाति वसुन्धरम, जो समर्थवन पहिलाका चक्रवर्ती राजाहरूले ठुला ठुला यज्ञ गर्नुहुन्थ्यो, दान गर्नुहुन्थ्यो, समुद्रै समान उहाँहरूको चक्रवर्ती राजाको राज्य हुन्थ्यो, दान गर्नुहुन्थ्यो। र जस्तै बलिराजले दान गर्नु भएन त, र उहाँहरूले जो पृथ्वी दान गर्नुहुन्थ्यो समर्थशालीले, तत्फलम समवाप्नोति कामिका व्रत कार्यक्रम, सर्वसाधारणका लागि त्यो पुण्य बराबर नै कामिका व्रतको उपासना हो। प्रशोयमानं यो धेनुं दद्यत सोपशकरं नर तत्फलम समवाप्नोति कामिका व्रत कारकः। अब गौमाताले बाछो जन्माउँदै गर्दाखेरि त्यो अवस्थामा दान गर्नका लागि को समर्थ हुनु होला र, को समर्थ हुनु होला? यदि कसैले त्यो अवस्थामा बाछो बाहिर निस्किन लागेको छ, भुइँमा झरेकै छैन, माउको शरीरबाट अलग भएको छैन, त्यो अवस्थामा दान गर्दाखेरि जो फल प्राप्त हुन्छ नि, हो त्यो फल चाहिँ मात्र कामिका एकादशीको उपासना गर्नाले प्राप्त हुन्छ भन्नुभयो। तत्फलम समवाप्नोति कामिका व्रतकारक। श्रावणे श्रीधरम देवम पूजयेद यो नरोत्तमः, श्रावण महिनामा श्रीधर भगवानलाई त्यो नाम अति प्यारो, र त्यो नाम उच्चारण गरी गरी तुलसी मञ्जरी आदिले भगवानको सेवा पूजा गर्छ भने तेनैव पूजिता देवा गन्धर्वै उरग पन्नगा, त्यही नाममा भगवानका नाम लिँदै पूजा गर्यो भनेदेखि वास्तवमा त्यो भक्तले सम्पूर्ण देवताहरूको पूजा गरेको फल, सम्पूर्ण गन्धर्वहरू नागहरूको पूजा गरेको, त्यसै पनि नाग पञ्चमी आउँदै हुनुहुन्छ, नागको पूजा गरे, भगवानको पूजा गर्दा नागको पूजा पनि साथमै हुन्छ। तस्मात् सर्वप्रयत्नेन कामिका दिवसे हरिः पूजनीयो यथाशक्ति मानुषे पापभिरुभिः, जो मनुष्य पापदेखि डराउँछ नि, म पापबाट मुक्त हुनुपर्छ, पापबाट मुक्त हुनुहुन्छ भन्ने यस्ता भगवानका परम भक्तहरू, पापबाट डराउने, नरक जानु नपरोस् भन्ने यस्ता भक्तहरूले विशेष गरी कामिका एकादशीका दिन भगवानको विशेष पूजा गर्ने। ये संसारणवे मग्नाः पापा पङ्कसमाकुले तेषाम् उद्धरणार्थाय कामिका व्रतमुत्तमम्। एक त हामी के भन्छौँ, यो संसार भवसागर हो भन्छौँ, त्यसमा पनि यो भवसागरको दलदल हिलोमा डुबेको छ कोही, आओ मलाई बचाओ बचाओ त भन्छौँ नि हामी, हिलोबाट निस्किन नसकेपछि हो, त्यस्ता व्यक्तिका लागि चाहिँ उद्धारण गर्नका लागि चाहिँ कामिका व्रत चाहिँ उत्तम व्रत हो। तेषाम् उद्धरणार्थाय कामिका व्रतमुत्तमम्। नातः परतरा काचित् पवित्रा पापहारिणी। अब श्रावण महिनाको कृष्ण पक्षमा जे जस्तो पाप मन वचन कर्मद्वारा हुन सक्छ, कसैले म पाप गर्छु भनेर योजना गर्छ र गर्दैन नि, तर स्वाभाविक रूपले अमङ्गलका तरङ्गहरू आउँछन्, मनभित्रबाट पनि अमङ्गलका तरङ्गहरू उद्वेलित हुन सक्छ। त्यस कारणले यो पाप नाश गर्ने
यी कामिका एकादशी भन्दा अन्य कुनै उपाय छैन। एवं नारद जानेहि स्वयं आह परोहरि, देवर्षि नारदजी यो कुरा तिमी जान, मलाई साक्षात् परब्रह्म परमात्मा भगवान हरिले भन्नुभएको। आध्यात्म विद्या नितरैः यत् फलं प्राप्यते नरैः ततो बहुतरम विद्विः कामिका व्रत सेवनाद। जति पनि संसारमा आध्यात्म विद्याहरू छन्, शास्त्रम अनन्तम बहुलाश्च विद्या भने सम्पूर्ण विद्या अध्ययन गर्दाखेरि जो फल प्राप्त हुन्छ नि त्यो भन्दा बढी ततो बहुतरम विधि कामिका व्रत सेवनम, कामिका व्रतको उपासना गर्नाले शास्त्र अनन्त शास्त्र अध्ययन गरेको भन्दा पनि बढी पुण्य मिल्छ भन्नुभयो। र कामिका एकादशीका दिन जति व्रत तल्लुले बेलुका देर रातसम्म जागरम रहेर उपासना गर्छ भनेदेखि यमराजका दूतहरूको यमराजको भय हुँदैन भनेछ र उसको दुर्गति पनि हुँदैन भनेछ। रात्रौ जागरणम कृत्वा कामिका व्रतकृन् नरः न पश्यति यमम रौद्रम नैव गच्छति दुर्गति, उसको दुर्गति हुँदैन, यमराजलाई देख्दैन। न पश्यति कुयोनिम च कामिका व्रत सेवन। अर्को महत्त्वपूर्ण कुरा, कामिका एकादशीको व्रत जसले गर्छ ऊ पशु योनिमा पनि जानु पर्दैन, मरण उपरान्त कि स्वर्ग जान्छ कि मुक्ति नै हुन्छ। कामिकाय व्रते चिर्णे कैवल्यम योगिनो गता, योगीजनहरू पनि कामिका व्रतको उपासना गरेर कैवल्य मुक्तिलाई प्राप्त गरेको वर्णन छ। तस्मत् सर्व प्रयत्नेन कर्तव्य नियतात्मवि आहुले, जसरी होस् प्रयास गरेर व्रत उपासना गर्नुपर्छ एकादशी। तुलसी प्रभवै पत्रैहि यो नरः पूजयतरिम, जसले एकादशीमा ताजा ताजा तुलसीका हरिया पत्रद्वारा भगवानको पूजा गर्छ भने न लिप्यासे स पापेन पद्मपत्र मियम्बस, त्यो व्यक्ति पापबाट रहित हुन्छ। जसरी कमलको जरा हिलोमा भए तापनि फोरमा भए तापनि माथि फुलेको फुलमा कुनै कालो धब्बा कल्मष रहँदैन, त्यस्तै स्वच्छ हुन्छ भन्न खोजेको। सुवर्ण भारमेकम तु रजतम च चतुर्गणम तत्फलम समवाप्नोति तुलसी दल पूजनात्। जसले समर्थवान व्यक्तिले सुन धेरै एक भार सुनले भगवानलाई अर्चना गर्यो अथवा त्योभन्दा 4 गुणा चाँदीले गर्यो, जति फल प्राप्त हुन्छ नि त्यो गर्दा त्योभन्दा बढी तुलसी पूजनले नै प्राप्त हुन्छ। समर्थवान व्यक्तिले मोती आदि मणि आदिले भगवानलाई अर्चना गर्दा बरु भगवान त्यति प्रसन्न पनि हुनुहुँदैन जति तुलसी दलले पूजा गर्दा भगवान प्रसन्न हुनुहुन्छ। तुलसी मञ्जरी भिश्च पूजितो येन केशवः आजन्म पातकम तस्य निश्चयम यति संशयम। जब भक्तले तुलसी मञ्जरीले भगवानको केशवको अर्चना गर्यो भने उसका जन्म जन्मान्तरका पापहरू निश्चित रूपले नाश हुन्छन्। निश्चयम यति संशयम भन्नुभयो। या दृष्टा निखिला घसमनी पृष्ठा वपुः पावनी रोगाणामभिवन्दिता निरसिनी सिक्तान्त कत्रासिनी प्रत्यसत्ति विधायिनी भगवता कृष्णस्य संरोपिता न्यस्तास्तच्चरणे विमुक्ति फलदा तस्यै तुलस्यै नमः। जो भगवानका परम भक्तले नि वास्तवमा तुलसीको दर्शन मात्रै गर्यो भने उसका सम्पूर्ण पापका समूहहरू नै नाश हुन्छन्। तुलसी मातालाई छोयो मात्रै भने शरीर पवित्र हुन्छ। रोगाणाम अभिवन्दितानि रसिनी, जसले तुलसी मातालाई अभिनन्दन अभिवादन प्रार्थना मात्रै गर्यो भने पनि उसको रोग नाश हुन्छ। अनि जसले जल मात्रै अर्पण गर्यो भने अन्तका त्रासिनी यमराजको भयबाट मुक्त हुन्छ। प्रत्यसत्ति विदायिनी भगवत कृष्ण से संरोपित, जसले भगवान कृष्णको यानी आफ्नो आराध्य देवको नजिकमा, चाहे शालाग्रामको नजिकमा हो चाहे मन्दिरको छेउछाउमा आसपासमा तुलसी जसले रोपण गरियो भनेदेखि के हुन्छ, भगवानकै सन्निकटता त्यो भक्तलाई प्राप्त हुन्छ। न्यस्तात् तच्चरणे विमुक्ति फलदा तस्यै तुलस्यै नमः। जसले भगवानका चरणमा तुलसी अर्पण गरियो भने त
आहा विमुक्ति फलदा त्यसको फल त मुक्ति हो। त्यसकारण तुलसी माता नमन भनेर तुलसीलाई नमन गरिएको छ। दीपम ददाति यो मर्त्यो दिवरात्रम हरेर्दिने तस्य पुण्यस्य संख्यातुम चित्रगुप्तो न वेत्यलम। जसले एकादशी व्रतका दिन चाहे दिनमा रात्रिमा एकादशीमा दिन रातमा भगवानका अगाडि दीप प्रज्वलन गर्छ भने त्यसको पुण्य गणना गर्नका लागि चाहिँ चित्रगुप्त पनि समर्थ हुँदैनन् भनेको छ। संख्यातम चित्रगुप्तो नवेति अलम सम्पूर्ण रूपले बताउन सक्दैनन् अरे, त्यति धेरै पुण्य हुन्छ। कृष्णाग्रे दीपको यस्य ज्वलतेकादशी दिने पितरस्तस्य तृप्यन्ति अमृतेन दिवि स्थिताः। जसले कामिका एकादशीको दिन भगवानका अगाडि व्रत गरेको दिन बत्ती बाल्दछ भने उनका पितृहरू पनि स्वर्ग रहेका छन् भने अमृत पान गर्न पाउँछन्। चाहे तेलमा तिलको तेलमा बत्ती बाल्नुहोस् अथवा चाहिँ घिउमा। घृतेन दीपम प्रज्वल्य तिल तैलेन वा पुनः प्रयाति सूर्यलोकम छ, त्यो सूर्यलोक जान्छ। यदि स्वर्गको कामना गर्यो भने दीपकोटी सदार्चित त्यसको अनन्त दीपको प्रभावले अर्जिरादि मार्ग हुँदै प्रकाशित हुँदै जान पाउँछ, धूम मार्गबाट जानु पर्दैन भन्ने प्रसङ्ग हो। अयम तवाग्रे कथिता कामिका महिमा मयः अतो नरे प्रकर्तव्य सर्वपातक हारिणी। देवर्षि नारदजीलाई ब्रह्माजी भन्नुहुन्छ, मैले तिम्रो अगाडि कामिका एकादशीको महिमा बताएँ र सम्पूर्ण पातलाई नाश गर्नेवाला एकादशी हुन्। त्यस कारणले जसरी हुन्छ एकादशीको व्रत गर्नुपर्छ मनुष्यले। अतो नरैहि प्रकर्तव्य भन्नुभयो, सर्वपातक हारिणी सम्पूर्ण पापलाई नाश गर्ने एकादशी व्रत धारण गर्नुपर्छ। ब्रह्म हत्यापहरणी भ्रूण हत्या विनाशिनी वैष्णवस्थानदात्री च महापुण्य फलाप्रदा। हेरौँ त एकादशीको कति ठुलो महिमा छ। यदि पूर्व जन्ममा जान अनजानमा ब्रह्म हत्या गरेको छ भने त्यो पनि नाश हुने भयो। भ्रूण हत्या अब माताका कोखमा रहेको शिशु जो भ्रूण 3 महिनासम्मकोलाई कति भ्रूण भनिन्छ क्यार हत्या गरेको दोष पनि नाश हुन्छ र अन्तिममा भगवानको परम कृपा भयो भने भगवानकै दिव्य स्थानले उसलाई मुक्ति पनि प्राप्त हुन्छ भनेको छ। यसरी पुण्य प्रदान गर्ने एकादशी कामिका एकादशी। श्रुत्वा महात्म्ये तस्य नरः श्रद्धा समन्विताः विष्णुलोकमवाप्नोति सर्वपापैः प्रमुच्यते। जसले एकादशीको महिमा श्रद्धापूर्वक सुन्छ भनेदेखि अवश्य नै भगवानले उसलाई वैकुण्ठ गोलोक साकेधाम आदि दिनुहुन्छ, पापबाट नाश गराएर अथवा पाप प्रायश्चित हुन्छ। भगवानले भन्नुभएको छ नि गीतामा, हम त सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुचः, त्यही भाव हो यो। त्यस कारणले कामिका एकादशीको महिमा अपरम्पार छ भक्तवृन्द। र श्रावण महिनाको कृष्ण पक्षको कामिका एकादशीको महिमाको यो श्रृङ्खलालाई लिएर उपस्थित भएका थियौँ। यहाँहरूलाई श्रृङ्खला कस्तो लाग्यो? यहाँहरूले यो एकादशीको महिमाको श्रृङ्खलालाई सुनेर कमेन्ट्सहरू गरिदिन सक्नुहुन्छ र यो साधना भने युट्युबलाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। हजुरहरूले सेयर पनि गर्न सक्नुहुन्छ। फेरि आगामी श्रृङ्खला लिएर यहाँहरूका समक्ष हामी उपस्थित हुनेछौँ। आजको यो श्रावण महिनाको कृष्ण पक्षको कामिका एकादशीको महिमाको यो श्रृङ्खलाबाट हामीलाई बिदा दिनुहोस्। यहाँहरूको जय होस्। कामिका एकादशीको हामीलाई परम कृपा बनिरहोस्। जय श्री राधे।